एउटा देश कसरी बन्छ? के यो आफै बन्छ कि यसलाई बनाउनुपर्छ? कहिलेकाहीँ कुनै पनि देशको जग बसाल्न एकजना व्यक्तिको दूरदृष्टि नै काफी हुन्छ। आज हामी नेपालको इतिहासको एउटा यस्तै अध्याय पल्टाउँदैछौँ जहाँ राजा महेन्द्रले आधुनिक नेपालको नक्सा कोरेका थिए। ल यहीबाट सुरु गरौँ न। कल्पना गर्नुहोस् त सन् 1955 को नेपाल। जब महेन्द्रले राजगद्दी सम्हाले, नेपाल एउटा देश कम अनि विभिन्न जात जाति, भाषाभाषी र क्षेत्रहरूको एउटा थोप्रो जस्तो बढे थियो। त्यस्तो अवस्थामा एउटा बलियो एकीकृत देश बनाउने काम कहाँबाट सुरु गर्ने होला? यो प्रश्न साँच्चै नै गाह्रो थियो। यहाँ हेर्नुस् त, त्यो बेलाको यथार्थ र सपना बीचको खाडल कति ठूलो थियो। एकातिर थियो सामन्ती सोच, जातपातमा आधारित कानून अनि संसारबाट लगभग कटेको नेपाल, अनि अर्कोतिर थियो महेन्द्रको सपना, एउटा आधुनिक, सबै नागरिक कानूनको नजरमा बराबर भएको अनि बाटोघाटोले जोडिएको नेपाल। यो सपना पूरा गर्नु चान्चुने कुरा थिएन। आजको हाम्रो यो विश्लेषणमा हामी महेन्द्रको यही राष्ट्र निर्माण अभियानका मुख्य आधारहरूलाई एक एक गरी हेर्नेछौँ। सामाजिक सुधारदेखि लिएर बाटोघाटो निर्माण अनि एउटा साझा नेपाली पहिचान बनाउने कोसिससम्म। ल सुरु गरौँ है त। कुनै पनि बलियो घर बनाउनु अघि त्यसको जग बलियो बनाउनुपर्छ, होइन र? आधुनिक देशको जग भनेको के हो त? त्यो हो कानूनको अगाडि सबै नागरिक समान हुनु। त्यसैले महेन्द्रको पहिलो र सायद सबैभन्दा साहसिक कदम यही थियो, सयौं वर्षदेखि जरा गाडेर बसेको असमान सामाजिक व्यवस्थालाई कानून मार्फत नै भत्काउनु। तर यो बाटोमा एउटा ठूलो चट्टान थियो, पुरानो मुलुकी ऐन। यो यस्तो कानून थियो जसले मान्छे बीचको भेदभावलाई नै कानूनी मान्यता दिएको थियो। जबसम्म यो चट्टानलाई हटाइदैनथ्यो तबसम्म आधुनिक नेपालको बाटो खुल्नेवाला थिएन। अनि त्यसपछि आयो सन् 1963 को नयाँ मुलुकी ऐन। यो केवल एउटा सानोतिनो सुधार थिएन, यो त एउटा मौन सामाजिक क्रान्ति नै थियो। इतिहासमा पहिलो पटक नेपालको कानूनले भन्यो, जातको आधारमा कसैलाई भेदभाव गर्न पाइँदैन, छुवाछुत गर्नु अपराध हो अनि बाल विवाह जस्ता कुराहरू गैर कानूनी हुन्। हुन त कागजमा मात्रै थियो, तर आधुनिक समाजको जग भने यसैले बसाल्यो। अब कानूनी समानता त भयो, तर आर्थिक समानता नि? त्यसकै लागि आयो भूमि सुधार ऐन। यसले ठूला बडाले सित्तैमा पाएको बिर्ता जग्गा खोसियो, जग्गा राख्न पाउने एउटा सीमा तोकिदियो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, जसले वास्तवमा जमिन जोत्थ्यो ती मोही किसानहरूलाई पहिलोपटक कानूनी अधिकार र सुरक्षा दियो। यो जमिनदारहरूको शोषणबाट मुक्त हुने एउटा ठूलो कदम थियो। ल अब दोस्रो स्तम्भतिर लागौं। महेन्द्रलाई के थाहा थियो भने घरभित्र जति सुकै सुधार गरे पनि बाहिर आफ्नो छुट्टै पहिचान बनाउन सकिएन भने त्यसको अर्थ हुँदैन। खास गरी भारत र चीन जस्ता दुई विशाल छिमेकीको बीचमा बसेर आफ्नो सार्वभौम सत्ता जोगाउनु भनेको त जीवन मरणको सवाल थियो। यी घटनाहरूले महेन्द्रको कूटनीतिक चाललाई प्रष्ट देखाउँछ। संयुक्त राष्ट्र सङ्घको सदस्य बनेर नेपालले विश्वलाई भन्यो, म एक स्वतन्त्र देश हुँ। असंलग्न आन्दोलनमा लागेर अमेरिका वा सोभियत सङ्घ कसैको पनि पछि नलाग्ने निर्णय गर्यो र सबैभन्दा ठूलो चाल, चीनको सहयोगमा अर्नीको राजमार्ग बनाएर सामान ल्याउन भारतकै बाटो हेर्नुपर्ने बाध्यतालाई तोडिदियो। यी सबै कदमहरू नेपालको सार्वभौम सत्ताका बलिया प्रमाण थिए। तेस्रो र एकदमै महत्त्वपूर्ण स्तम्भ थियो देशलाई कागजको नक्सामा मात्र होइन, साँच्चीकै भौतिक रूपमै जोड्नु। सोच्नुहोस् त, एउटा यस्तो देश जहाँ आफ्नो देशको पूर्वबाट पश्चिम जान पनि छिमेकी देश भारतको बाटो प्रयोग गर्नुपर्थ्यो। यस्तो टुक्रिएको देशलाई जोड्न सडक र उद्योगहरू नभई नहुने थियो। यो भनाइले महेन्द्रको सोचलाई छर्लङ्ग पार्छ। राष्ट्र भनेको केवल एउटा भावना मात्र होइन, यो त सडकले जोडिएको भूभाग पनि हो जहाँ मानिसहरू र व्यापार सजिलैसँग एक ठाउँबाट अर्को ठाउँ पुग्न सकुन्। हो, यही सोचको सबैभन्दा ठूलो उदाहरण थियो महेन्द्र राजमार्ग। यो केवल एउटा बाटो मात्र थिएन, यो त सिङ्गो देशलाई एक बनाउने मेरुदण्ड थियो। यसले पहिलोपटक हिमाल, पहाड र तराईलाई एउटै मालामा उनेको थियो। यसले गर्दा नै सरकार देशको कुना काप्चासम्म पुग्न सक्यो अनि व्यापार व्यवसाय पनि फैलिन थाल्यो। अब देशलाई आत्मनिर्भर बनाउन बाटो मात्र भएर त पुग्दैन थियो, उद्योग पनि चाहियो। त्यसैले विदेशी सहयोगमा धमाधम सार्वजनिक उद्योगहरू खोलिए। सोभियत सङ्घको सहयोगमा जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी मिल बन्यो। चीनको सहयोगमा बाँसबारी जुत्ता कारखाना।
यी सबैको उद्देश्य एउटै थियो, विदेशबाट सामान किन्नुको सट्टा आफ्नै देशमा उत्पादन गरेर परनिर्भरता घटाउनु। अनि आर्थिक स्वतन्त्रताका लागि अरू पनि काम भए। आफ्नै पैसा, आफ्नै नियन्त्रण होस् भनेर नेपाल राष्ट्र ब्याङ्क स्थापना गरियो, जसले भारतीय रुपैयाँमाथिको निर्भरता घटायो। त्यसैगरी विकट पहाडलाई काठमाडौँसँग र नेपाललाई संसारसँग जोड्न शाही नेपाल वायु सेवा निगम सुरु भयो। यी सबै आधुनिक अर्थतन्त्रका खम्बाहरू थिए। अब चौथो र सायद सबैभन्दा जटिल काम, एउटा साझा नेपाली पहिचान बनाउनु। महेन्द्रको पालाभन्दा अगाडि धेरैजसो मानिसहरूले आफूलाई गुरुङ, राई, बाहुन वा मधेसी भनेर चिनाउँथे। उनीहरू सबैलाई हामी सबैभन्दा पहिले नेपाली हौं भन्ने भावना जगाउनु एउटा ठूलो सामाजिक अभियान थियो। यो नाराले नै त्यो अभियानको सार बताउँछ। यसको लक्ष्य थियो अनेकताले भरिएको देशमा एउटा साझापनको धागो खोज्नु, जसले सबैलाई एउटै देशको नागरिक भएको महसुस गराओस्। यो पहिचान बनाउन विभिन्न औजारहरू प्रयोग गरिए, जस्तै नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाएर सबैले बुझ्ने एउटा साझा माध्यम बनाइयो। भारतीय रुपैयाँलाई हटाएर नेपाली रुपैयाँ चलाउन अनिवार्य गरियो। हाम्रो अद्वितीय झण्डालाई संवैधानिक मान्यता दिइयो। अनि देशलाई 14 अञ्चल र 75 जिल्लामा बाँडेर एउटा केन्द्रीकृत प्रशासनिक व्यवस्था लागू गरियो, जसले काठमाडौँको शासन देशको कुना-कुनासम्म पुर्यायो। तर राष्ट्रिय पहिचान भनेको राजनीति र प्रशासनले मात्र बन्दैन, यो त कला र संस्कृतिले पनि बनाउँछ। हो, रत्न रेकर्डिङ संस्थानको स्थापनाले नारायण गोपाल, तारादेवी र अरुणा लामा जस्ता महान कलाकारहरूलाई जन्मायो। उनीहरूका गीतहरूले नेपालको गाउँदेखि शहरसम्म सबैको मनमा एउटा साझा नेपाली भावना जगाउने काम गरे। त्यसो भए छोटकरीमा भन्दा महेन्द्रको शासनकालले आधुनिक नेपालका 4वटा मुख्य खम्बा तयार गर्यो। कानूनी समानता, अन्तर्राष्ट्रिय स्तरमा सार्वभौमसत्ता, बाटोघाटोले ल्याएको भौतिक एकता अनि एउटा साझा राष्ट्रिय पहिचान। आज हामीले देखिरहेको नेपालको रूपरेखा धेरै हदसम्म यिनै प्रयासहरूको परिणाम हो। र अन्त्यमा एउटा गम्भीर प्रश्न, महेन्द्रको शासनकालमा राजनीतिक स्वतन्त्रता थिएन। त्यो एउटा अध्यारो पक्ष थियो, यसमा कुनै शङ्का छैन। तर के एक अधिनायकवादी शासकले बनाएको राष्ट्रको बलियो जगलाई पूर्ण रूपमा व्यवस्था गर्न सकिन्छ? विकास र प्रजातन्त्र बीचको यही जटिल सम्बन्धले गर्दा महेन्द्रको विरासत सधैँ बहसको विषय बनिरहन्छ।